क्यामेराहरू कस्तो दामी ज्याक्सन त्यही भएर रहेछ क्या बाइकमा आएको त आठुरो भिड त हागिने गएको हो नि त्यति हो है यता त छैन क्या फेरि बगर आयो त्यो चाइनिज डग थियो होइन मैले बाबु हजुर यहाँ त लाउँदो भन्छ पहिला लैजाऊ न लैजाऊ मलाई त अरू त त्यस्तै हो अस्ति ल्याए अस्ति चौचल्यो गोटाको 1500 भन्छ नि बाबु तर त्यहाँ 12वटा 10 हुन्छ नि अब त्यसले त्यसो गरेपछि त अब 1500 भनेपछि त 7500 भयो नि त नि 10वटामा त होइन त्यसो हुन्छ नि 5वटालाई त्यो 1500 र 5वटा भएपछि 10वटामा त कति भयो 12,000 15,000 पर्न जान्छ भन नि यो काट्नुलाई अनि त्यो 7,000 दियो भने लैजाऊ भन्छ चौचल्लो कति परेको 200 कति पर्ने दरले हो मनपर्छ है त्यो महँगो छ तर त्यसलाई त भ्याएन त्यो त चार्नुपर्छ चार्नै सकिँदैन रहेछ झाडो सकिन्छ चिसो यस्तो हाउ चल्छ त्यहाँ हो त्यहाँ काम लाग्छ तिम्रो टोल कहाँ दिन्छ पुरै बजारै बन्दै छ त त्यसलाई के थाहा यार बोल्दैछ कहाँ हुने हो भने त्यो जानको लागि उता जान उता त यस्तो स्तम्भ छ उता त खोइ बाटै छैन त के छ अहिले त होइन मैले स्याउको रुखहरू कस्तो नाङ्गो देख्छ है अस्ति त आउने बेलामा आमाले स्याउको यो त काटेको होला नि अहिले त काटेर पुरै कस्तो थियो नि हामी यस्तो स्याउ फेरि स्याउ त्यो बेला मैले भ्लगमा बनाएर त्यो बेला त त्यही दुलोतिर जान्छ भने होला नि उनीहरूले नि है आउ कान्छु माइलु उसलाई फेरि झरे कि खिकुस गरिहाल्ने रहेछ क्या चरे कि है हामी आउनेतिर आउन खोजे बुलेट रहेछ बुलेट र बाइक हजुर भिडियो गर्ने कि फोटो खिच्ने हो कि आज होइन हजुरले भिडियो रहेछ कि आज हजुर
छु नि फर्किने हो क्या त्यो तता बाबु यो अर्को टोली होला नि तता र त्यसको भाडा भित्र दियो के अनि त्यही भाडाले चाहिँ अर्काले हादियो केले बनाएको देउताले बनाएको जस्तो हो। देउताले पनि आएको टुई 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 फेरि घुम्यो कलरै छुट्टो छुट्टै कलर माथि त घर रहेछ कस्तो राम्रो हेर्न न बत्तीको लाइन रहेछ। लो फेरि यसो गहिरो आउनु होला फर्स्ट टाइम आएको कति लेयर हो है। के यति भित्र हेर्न सबै सबै पुगिआएको के है मैले पनि हेरेन म हेरिरहेको छु दम्न परेछु दम्न परेछु ब्लग बनाउनु नि हो के केही जनावर पनि हुन्न होला त्यो मात्रै झियायो यो पनि गाउँ रहेछ न सानो गाउँ रहेछ गाउँको वरिपरि फेरि रुख अलिअलि रुख रोप्दो रहेछ। त्यो त सिलगढी होला नि पेट्रोल डिजल पाइन्छ के पाइन्छ पेट्रोल डिजल बताउनु होला जाने क्रममा कस्तो राम्रो ठाउँ है। पिएको छौँ मजाले हिमाल हेर्ने हो भने यहीँ नजिकै हेर्नुहोस् है हजुर कति राम्रो छ यहाँको दृश्य रियली भेरी नाइस समर समर कुहेर यस्तो हावा लाग्छ। यहाँ चाहिँ अरूभन्दा पनि हावा म्याक्सिमम चल्दो रहेछ हावाले उडाउला जस्तै गरिरहेछ खसाल्न सक्छ है हावाले भन्दा पनि यहाँको चाहिँ हावा हावा घाम चाहिँ चकिलो अनि यहाँको चाहिँ अब यहाँ भोजन गरन सेल्फी भोजनलाई भिडियो हिमाली कति राम्रो होटल ओ के ठाउँहरू हेर्न है कति माथि आयौँ है हिमाललाई त तल गरिदियो। फुले डाँडा रहेछ फेरि यो त अर्कै यत्रो हिउँदो रहेछ
अर्को है अर्कै खालको झार यहीँ पनि यहीँ पनि हेर्नु पर्यो। परे चाहिँ पब्लिक हुन्छ नि परे होला अनि पब्लिक यस्तो भयो यस्तो बाटोमा घाम लागेको त सुक्यो म्याथमेटिक्स यहीँ फेरि भिनारे ठाउँ ठाउँको नाम सुरुमा त्यसले भनिदिन्छु भनेको भेना भन्ने ठाउँ हेरे है हो है भिना कुना भिना यहाँ वनतिर गछ भने कि बच्चाहरूले उठाएको सिकासँग गयो भने बच्चा भिना पानी त्यहाँ पानी चाहिँ हिउँदोमा त नहुनु होला परेर यो खालको पानी पग्लेर लागि त्यहाँ हिरो थियो नि त है च्याङ्ग्रो तिर्खा लगायो भने हिउँ चाड्छ होला मलको फुटको घाँस
नेपाली छ कि छैन रक्सी पाउनु नि यही आऊ सेक्युरिटी पुलिसहरूले रहेछ मान्छे रहेछ खिच न कोरोना ना कति घन्टामा आइपुग्यो है कोरोला ठिमी रे घन्टा लाग्यो त्यहाँ माथि चाइनाको ए यहाँ त के हो च्याङ्गा गयो त बल्ल यताको चाहिँ नेपालपट्टिको पिल्लर छ नि यहाँ त यो पिलर मात्रै फोटो खिच्दै पाउनु रहेछ तिमी अन्त हामी मात्रै भुल भएर कि है त्यसको फोटो खिच्छ यहाँ त कहाँ गएको हो डपाएर मान्छे भिड जयहरू आउँदैछ मान्छे लिन आएको हो कि हामी हाम्रो हो नहीं पारी यस्तो नि हावा लाग्छ ठन्डा ठन्डा कुल कुल है अस्ति हामीले 7500 मा लगभग बाइक रोस यो कसको यो जेटी वाला चाहिँ नि हजुर 7500 मा लगभग कुन चाहिँ रोल ल्याएको हो अहिले प्याकेट प्याक बाबु र मैले यसो आधी आधी दुईटै बाबु र मैले रक्सी आधा आधा गरौँ भनेको थिएँ यता पनि यता गएर त्यो सस्तो पनि छ होला होइन र यो घरमै त हामी नेपाल आमा भन्यो नि ए तेरि हिउँदो कहिले देख्छ त नि ल लुङ्गी लगाइदियो हामी त लुङ्गी सुङ्गी लगाइदिउँ हजुरलाई फेरि लुङ्गी लगाएर रहर फेरि त्यही ठाउँमा अहिले लुङ्गी मिलाएर बिक्री भएन ले भन्ने अहिले आधी जानुमा के म त भ्याउँदै भ्याएन नि म त एक साइड भएर भागेँ कति राम्रो आउँछ एक साइड भएर वहीँ पुगेँ क्या त्यो दामी त्यो चाहिँ तेन्जिङ शेर्पा त भइरहेछ जमाको दामी छ त्यो त ए भर्खर फर्किँदैछ त आमा यहाँ त देख्लाग्दो त साह्रै गाह्रो हुँदैछ ब्रेकफास्ट खाने ठाउँ नि यस्तो राम्रो टोइलेट तिनवटा बिस्तारो हामी चाहिँ सुतेको ठाउँ यहाँ फुपू भदैनी सुत्यो यहाँ ज्वाइँ साप म लिन्छु क्या रातो कालो म लिइदिन्छु क्या स्याउली बजारमा सोबिन गुरुङको फेभरेट छ कस्तो लाग्यो अरू त्यो भने त्यसै होइन नि टिभी चोकमा ढले केटा भन्ने त्यही हो त्यही गीतहरू स्याउली बजारमा पहिला त हामी आउँदा त यस्तो धमिलो के अरे कस्तो पौड्यो त्यस्तै भरे भन्छु अनि म अहिले बसेर त्यहाँ 300 वटा गरौँला यहाँबाट जस्तो राम्रो लाग्यो देख्छ त्यहाँबाट सबै देख्छ त्यो पारि जनसुन देख्छ नि तुमसुम सबै देख्छ यहाँ चाहिँ यो म पठाइदिनु नि त तिमीहरूलाई पठाइ हावा लाग्यो चाँडो भयो
माथिको राम्रो भएन पछि गीत हाल्नुहुन्छ कि है हुन्छ कति राम्रो हेर न भयो है त्यो है लाउनु फोटो नि यो त हो अब राम्रो छ फोटो गर है छोरा होइन माथि माथि सैलुङ्गेमा चौरी डुलाउनेलाई माथि माथि सैलुङ्गेमा चौरी डुलाउनेलाई हर्केलामा मायाको गुराँस फुलाउनेलाई भन्दिनु है भन्दिनु मेरो चुल्ठो खाली छ उनको त्यो मनै जारी छ यो के फलेको ल माथि माथि डाँडा माथि बादलको घेरो कोही आए जस्तो लाग्छ मेरो सेरोफेरो मेरो पनि मनभित्र माया परायो नि चिन्ने चिन्ने जस्तो लाग्छ कसले बोलायो नि लेकाले गाउँ केटीतिर बहिनी बेसित गाउँमा झर्रेको लेकाले गाउँ केटीतिर बहिनी बेसित गाउँमा झर्रेको मैले त विचार गरेको चङ्बाको त मन हरेको मैले त विचार गरेको चङ्बाको त मन हरेको आत्तिलो त्यो मन छ भने हेरेर खोइ त नि बैना मारेको आत्तिलो त्यो मन छ भने हेरेर खोइ त नि बैना मारेको La 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 la. कहीं दूर चले जाए हम कहीं दूर चले जाए